जय देश, जय नेपाल, जय जय ए जय घन्टी। यस, यहाँ घन्टी धेरै छ, हामी जय घन्टी भन्न चाह्यौँ। हेलो गाइज, सबैजनालाई नमस्कार। म फेरि पनि आफ्नो युट्युब च्यानलमा ब्याक भइसकेको छु। हामी चाहिँ अब पाथिभरा जाँदैछौँ, पाथिभरा मन्दिरमा। अहिले बिचमा चाहिँ मैले भिडियो बनाइनँ किनकि मेरो मोबाइलमा चार्ज थिएन, त्यही भएर चार्ज बचाउनको लागि यतिकै राखिरहेको थिएँ। अब चाहिँ हामी कहाँ जाँदैछौँ रे? कुन फेदी? कुन फेदी छ नि? ठुलो फेदी माथि। ठुलो फेदीमा चाहिँ जाँदैछौँ हामी। हिजो 10 बजे गाडीमा चढेको, आज लगभग 2:30-3 बजेतिर आइपुग्यो। फेरि पनि गाडीमा चढ्यौँ, एकदमै थकित छौँ साथीहरू। अब माथि गएर म भिडियो बनाउँछु है। हामी अहिले चाहिँ यति सिटीमै बेलुका लास्टै थकाइ लाग्यो। कसरी हिँड्नु भइरहेको यहाँ। यहाँको अहिलेको इभिनिङ भ्यू चाहिँ यस्तो छ, कतै घाम लाग्यो, कतै हुस्सु छ, खै के भएको यस्तो। कस्तो भइरह? थकित ल हिँडौँ थोरै। ओहो हिँडौँ भन्ने यति बसिहाल्यो। हिउँ साह्रै हिउँ परेको छ लास्टै। हामी अब अन्तिम चरणमा छौँ। गेट पनि आयो, चार्ज पनि सकिने आँटा। यो चाहिँ है ए गाइजहरूलाई पनि देखाइदिउँ। म चाहिँ फोडिदेऊ सम्झि। हाम्रो हिँडाइ स्टार्ट भयो। अब हाम्रो पूजाको सामानहरू सबै किन्यौँ, त्यहाँबाट चाहिँ किन्यौँ, अहिले प्याक गरेर यता हिँड्दैछौँ। ल अब हामी निस्किँदैछौँ, जाँदैछौँ। यहाँ चाहिँ हिउँ टन्न परेको छ। यो हिजो रातिदेखि नै अस्तिको हिउँ हो यो। हिजो राति चाहिँ खासै परेन जस्तो छ। बाटो त्यस्तो चाहिँ हाम्रो अगाडि गइसक्नुभयो, आधी मान्छे चाहिँ अगाडि जानुभयो। अब हामी चाहिँ जाँदैछौँ, हिँड्दैछौँ। हेर्नु है, अब कति बेला कहाँसम्म चाहिँ म हिँड्न सक्छु, कहाँदेखि स्टप हुन्छ थाहा छैन। साह्रै हिउँ परेको छ। आउँछ जोडले अर्को जोडले भन। आधी बाटो आइपुग्यौँ जस्तो छ। पुग्ने हो, हामी आउँदैछौँ है, जाँदैछौँ मातालाई भेट गर्न। माताले आज हामीलाई बोलाउनु भयो, त्यही भएर हामी आयौँ। माताको बुलावा आइगएछ। यस, हामी अब अन्तिम स्टपमा छौँ। होला अलिकति उज्यालो भएर भिडियो बनाएको। गाइज, यो मेरो बेबीले मलाई सरप्राइज दिएर लेखेको रे। मैले यो देखाएको थिइनँ, फर्किँदा चाहिँ देखेँ। गाइज, हामी चाहिँ अब मन्दिरभित्र मातासँग जानलाई चाहिँ यो चाहिँ लास्ट गेट रहेछ। अनि यो गेटदेखि चाहिँ अब थोरै 5 मिनट जति लाग्यो होला यो गेटदेखि। अनि म चाहिँ चिसोले गर्दा धेरै बोल्नु सकिरहेको थिइनँ, त्यही भएर अहिले हिउँ हेर्नु, हिउँ कस्तो परिरह। हिउँ खेला तिमी हिउँ जाडो, आछु जाडो यस्तो छ यहाँ अहिले। हिउँ परिरह, चिसो छ साथीहरू। माताको दर्शन गर्न जाँदा हजारौं घन्टी बजाउँदै अघि बढ्दै हाम्रो गणपतिजी। यता हेर त, मेरो हालत यस्तो छ
साथीहरू रमाको मुख चिसो थियो हात पनि कामिरहेको साथीहरू मन्दिर चाहिँ आए जस्तो छ अब हेरौँ कहाँनिर पो छ मन्दिर चाहिँ आए जस्तो छ लगभग आइपुग्यौँ अब हामी चाहिँ यस्तो हिउँ परिरह मेरो त आवाज पनि निस्किएन एउटा भने एउटा शब्द निस्किरह मुखबाट घन्टीले बनाएको घन्टी जस्तो घन्टी हो सर्लक्कै हिउँ परेको सर्लक्कै सेतो मान्छे छ है यता साथीहरू अघि चाहिँ मैले पूजा गरिसकेँ त्यही भएर मैले सुरुवाल पुट्ठा लगाएको थिएँ त्यही भएर मलाई एकदमै जाडो लेक लाग्यो बिउसी हुन्छ जस्तो भयो त्यही भएर अहिले चाहिँ अलि नर्मलाइज भएको छु त्यही भएर मातासँग गएर दर्शन लिन चाहन्छु फेरि हेरेर सपोर्ट गरिदिनलाई त एउटा यस्तोवाला भिडियो गरेँ ल अहिले त यही हो आनन्द फिल आइरहेको छ अघि त यहाँसम्म आँसु आएको अन्त आनन्द सेल्फीबाट गर्दै न राम्रो जाऊ न राम्रो अर्को बनाइदिउँला क्या साथीहरू म चाहिँ यहाँ मातासँग दर्शन गर्दा चाहिँ मलाई कस्तो गुजबम्सहरू आइरहेको थियो अनि त्यो पाउ ढोक्दा त झन् कि मलाई चाहिँ बसिराख्नुवाला फिल भइरहेको थियो कि छोड्नै मन लाग्थेन त्यो खुट्टा पाउ हुन्छ नि त्यहीँनिर बसेर आनन्दले त्यो बसिराखौँ जस्तो फिल भइरहेको थियो तर छोड्नै पर्यो है गाइज अब चाहिँ म हिउँ खेल्न जाँदैछु ल ल ल ल यही हो जय पाथिभरा माता ल लात्तीले हान साथीहरू अब हामी चाहिँ यहाँबाट फर्किन लाग्यो यहाँ चाहिँ अब हामीले पूजासुजा गरिसक्यौँ अब चाहिँ हामी तल त्यही हिजो बेलुका बसेको ठाउँमा जानेवाला छौँ ठुलो फेदीमा अनि त्यहाँ गएर चाहिँ हामी मामसाम खान्छौँ खानासाना खाएर अनि फर्किन्छौँ बाई बाई Sing me your tune, caught in the rhythm of the stars and the moon. Teach me the language of rustling leaves, stories that linger on the ground. The dawn paints gold on the mountain's crown, while rivers whisper truths as they flow down. पाथिभरा मातालाई दर्शन गरेर फेरि हामी फर्किन्छौँ माता कि ल सबैजनाले भनिदिनुहोस् कस्तो भयो अनुभव ल ल ल ल उहाँ दिदीलाई धेरै रमाइलो लागेछ ल पनि धेरै रमाइलो भयो एकदमै राम्रो आनन्द स्वर्गकै ठाउँ भन्दा हुन्छ आएपछि धित मरुन्जै बसेर जाँदा हुन्छ एकदम रमाइलो एकदम राम्रो ठाउँ मेरो त नाक पनि रातो भइसक्यो हालत सिनेम्याटिकमा बनाउने मान्छे को हो यो ल गाइस कस्तो भयो आजको एक्सपिरियन्स
हिँडेकोमा मन एकदम आनन्द भयो मजा आयो एकदम मनै आनन्द भयो स्वर्गमा आए जस्तो भयो होइन माता की पाथीभरा माता की जय आमा जय देश जय नेपाल जय जय ए जय घन्टी यस यहाँ घन्टी धेरै छ हामी जय घन्टी भन्न चाह्यौँ ल घन्टीमय मन्दिर बनाएको छौँ हामीले है ल गाइज हेर्नुहोस् हिउँ यतिको हिउँ छ हामी फर्किने बाटोमा पनि आनन्दको मस्तको भाइ फोटो खिच्दैछन् बहिनीले फोटो खिचिदिँदैछिन् त्यहाँ फेरि आगो ताप्ने ग्याङ Spills the velvet dark, etching patterns, leaving its mark. The roots stretch deep, the earth's gentle sigh, a lullaby sung to the open sky. Oh, whispering pines, sing me your tune. आज परेको हो जस्तो लाग्छ बिस्तारै हिँड है चिप्लो छ Stories that linger on the breath of the breeze. The dawn paints gold on the mountain's crown, while rivers whisper truths as they flow down. मन पर्ने मान्छे चाहिँ आउँदा हुन्छ ल साथीहरू Trees that stand, knotted in time by nature's hand. हिउँै हिउँ हिउँै हिउँ माथि मेन मन्दिरमा चाहिँ जान नसक्ने मान्छेको लागि चाहिँ यो चाहिँ एकदमै बेस्ट ठाउँ रहेको छ माथि जे छ यहाँ पनि सबै सेम नै छ यहाँ तल पाथीभरा हुनुहुन्छ माथि जान सक्नुहुन्न नि त धेरैहरू त त्यही भएर गणेश पनि माथि पनि हुनुहुन्छ यहाँ पनि हुनुहुन्छ सबै सेम हेर्नु है साथीहरू माथि जान नसक्नेको लागि ल गाइस म चाहिँ मेरो भिडियो अब यही नै इन्ड गर्न चाहन्छु किनकि मेरो मोबाइलमा धेरै स्पेस पनि नभएको कारणले हामी पनि तल अब झरिसक्यौँ सबै देखाउनु पर्ने कुराहरू चाहिँ मैले देखाइसकेको छु हजुरलाई अब चाहिँ मेरो भिडियो इन्ड गर्न चाहन्छु है त ल बाई बाई किप वाचिङ धेरै धेरै माया गरिदिनु होला है त साथीहरू किप सपोर्टिङ एन्ड सब्सक्राइब माई युट्युब च्यानल बाई बाई